ओके गाइज फाइनली डे 2 हाम्रो चाहिँ आजको डे 2 हो। अब चाहिँ हामी मोटेलबाट बाहिर निस्किँदैछौँ। यता साथी रेडी गर्दैछ। सामानहरू हेरिरहेको छु। मोबाइल छ तिम्रो। हामी चाहिँ फाइनली अब रुमबाट बाहिर निस्किँदैछौँ। आज हाम्रो चाहिँ घुमाइ हाम्रो टेम्पलतिर हुन्छ। योङगुक्सा टेम्पल हो के लेखेको छ ठाउँ राम्रोसँग हामीले अझै हेरिसकेको छैन। पहिला बाहिर निस्किन्छ अनि हामी खानपिनको तयारी गर्नुपर्छ। पहिला खानपिनको तयारी गर्छौँ र त्यसपछि हामी आफ्नो डेस्टिनेसनतिर जान्छौँ र तपाईँहरूलाई सँगसँगै भिडियो पनि हामी अवश्य देखाउनेछौँ। हाम्रो रुमको अवस्था हेर्नुभयो भने यस्तो छ है। यो 0.5मा देखाइदिन्छु। त्यो छ हामीलाई यो रुम वासस्थल चाहिँ एकदमै आनन्दमय सुताइ भयो। अब यहाँबाट बाहिर हेऱ्यौँ भने तपाईँहरू बाहिर आज अलि त बिहान त घाम लागेको थियो, अहिले चाहिँ बादल बादल लागिसकेको छ। मौसम यस्तो छ बाहिरको, हेर्न सक्नुहुन्छ। अब साथी उता रेडी गर्दैछ। मोबाइल पनि ल्याऊ है, मलाई छिटो तर म ब्याग खोज्छु। अब चाहिँ हामी यहाँबाट निस्किनुपर्छ। अब बाहिर फेरि घुम्नुपर्छ। तपाईँहरूलाई दामी दामी भिडियो हामी देखाउनेछौँ र हामीसँगै हुनु होला है त। ओके गाइस, ल अब हामी लिफ्ट चढेर सट्ट तल ओर्लिन्छौँ अनि यो मोटेलको रुमको चाबी पनि दिन्छौँ। यस्तो चाहिँ हाम्रो 301 रुम थियो। कलर मोटेल हेऱ्यो भने फेरि हल्ला भन्नु पर्दैन छ है। चल्दियो ओला खामी त हुन्छ त। सट्ट लाएर हामी कस्तो भयो त साथी? बसाइ कस्तो भयो मोटेलको? मोबाइल हो हो। अब हामी घुम्ने कहाँ जान्छौँ? के हो भर्खर उठे जस्तो देखियो त यहाँ। मुग्दैन क्या मुग्दैन लगाइ बाहिरले हामी एक तलामा आइपुग्यो। चाबी दिन्छौँ यसलाई। ल अब चाहिँ 12 बजी लाग्यो। अब चाहिँ हामी निस्क्यो गाइस। ल बाहिर बिहान त्यसलाई हेर्नु हुँदैन क्या। बाहिर हेऱ्यो भने आज चाहिँ मौसम पनि अलिक खराब भएछ। बिहान चाहिँ घाम लागिरहेको थियो, अलि चाहिँ अलिक खराब देखिरहेको छ मौसम। त्यस्तो खराब पनि छैन भनौँ होइन। के गर्नु त हामी खाना खाने पहिला त खाना खानुपर्छ नि त साथी। ल यसो घुम्दै हेर्दै जाउँ न, के भेटिन्छ देखाउँला। ओके गाइज, ल हामी चाहिँ अब मोटेलबाट बाहिर निस्किसकेका छौँ। हाम्रो एरिया चाहिँ यस्तो छ है। यो हेउन्देको साइड हो। हेउन्देको साइड चाहिँ अलि अगाडि, स्ट्रिट चाहिँ अलि अगाडि छ। त्यो साइडबाट कहिले कसो तपाईँहरूलाई मोटेलहरू चाहियो भने अलि यता भित्र साइड आउनु होला। भित्रतिर त्यो बिचको स्ट्रिटबाट भित्रतिर छिर्नुभयो भने चाहिँ यता टन्नै मोटेलहरू देख्न सक्नुहुन्छ है। हामी बसेको मोटेल चाहिँ त्यो हो। मोटेलहरू टन्नै छ यहाँ। तपाईँहरूले प्रशस्त मात्रामा मोटेलहरू पनि देख्न सक्नुहुन्छ। सुरुमा आउँदाखेरि चाहिँ अलि त कुन लाइनमा छ भनेर चाहिँ अलि भेटाउन अलिक गाह्रो हुन्छ। बिस्तारै खोज्दै गएपछि त एकै लाइनमा छ सबै मोटेलहरू। अलि बाहिरको फेसहरूमा चाहिँ छैन। यता अलि भित्रको फेसहरूमा चाहिँ देख्न सक्नुहुन्छ है त। हामी चाहिँ अब खानाको लागि पहिला बन्दोबस्त गर्दैछौँ अनि त्यसपछि हामी आफ्नो डेस्टिनेसनतर्फ फेरि अफकोर्स हामी अगाडि बढ्नेछौँ। तपाईँहरूलाई पनि हामी देखाउने नै छौँ। यो पानी तलबाट लाइट र त्यो पानीहरू खेल्न लागि सफा गर्नलाई पनि काम भयो नि त। यहाँ सफा गर्नलाई बेला बेला ठुलो अनि मान्छेहरूलाई मनोरञ्जनको लागि त्यो पानीको पोराहरू देखाउनलाई पनि काम लाग्ने भयो है। तर चिक्सी छ है बिहानमा। आज पनि हामी दुई भाइ हिजो नानकरी खाएको थियो। त्यहाँ जेस एकदम राम्रो थियो खाना। त्यही भएर हामी यो माथिको नानकरी लेखेको छ नि, तपाईँहरूलाई म देखाइन्छ है। यो हेउन्देको नानकरी लेखेको पसलमा रेस्टुरेन्टमा जाँदैछौँ। यो बङ्गाली दाइको रहेछ तर खाना चाहिँ एकदम मिठो छ क्या। त्यही भएर हामी चाहिँ नानकरी खानु जाँदैछ। ल त नानकरी एक लट सट्ट खाएर फेरि हामी घुम्नलाई बाहिरतिर निस्किनेछौँ। यो हो लड्ला जस्तो गर्छ त्यो यार। निद्रा पुगेन कि अझै? ल है सडक कसरी नानकरी खाइन्छ।
भाई कैसे हम तो दोबारा आ गए अभी ओके हामी चाहिँ कता बस्छौँ भनेपछि यहाँ बस्ने यहाँ बसौँ नि त यसो बसौँ नि त है सिङ्गलमा बस्ने नै यसमा ठुलो हुन्छ मान्छे आइसक्यो फेरि छोडिदिनु पर्छ होला यसै बसौँ यस्तो केही भएन ओके गाइज फाइनली खाना खाइयो अलिक त ब्याड एक्सपिरियन्स भनेको 1 घन्टा झन्डै पुऱ्याइदियो होइन सर्भिस चाहिँ अलि ढिला रहेछ आज हिजो चाहिँ ठिकै समयमा दिएको थियो आज त अलि ढिलो गऱ्यो कोही बात नै ठिक छ त्यो कहिले कसो मिस्टेक पनि हुन्छ होइन अलिअलि त्यो कहिले कसो केही मिस्टेक हुन्छ हामीले बुझ्छौँ अनि त्यही हो खाना चाहिँ मिठो दियो तर अलिकति 1 घन्टा जति पुऱ्याइदियो खानाको लागि त्यति मात्रै ब्याड एक्सपिरियन्स छ ल अब हामी बाहिर निस्किँदैछौँ बाहिर निस्किएर हामी आफ्नो डेस्टिनेसन खोजेर तपाईँहरू र हामी सँगसँगै घुम्नेछौँ है त ल लेट्स सी बाहिर निस्क्यौँ घाम टक्क लागेको छ चिसो चिसो मौसम छ आज होइन मान्छेहरू त टन्न भइसकेको छ यार फेरि के दिएको हो यो मलाई के दियो यार यो साथीले मलाई यार के हो यो चक्लेट फिरअब्सुमिदा धोसेगम्मिदा लगाइछ ल हामी चाहिँ अब हाम्रो डेस्टिनेसनतिर अगाडि बढिसकेको छौँ घाम मस्त तातो लागिसक्यो रहेछ है त चिसो भयो फेरि वा यार मान्छेहरू त टन्न छ त यार हेर्नु त मान्छेहरू त यस्तो भिड छ रमेश खाना कस्तो भयो मिठो भयो के छ तिम्रो के भनाइ छ खाना सम्बन्धीको अलिअलि ढिलो गरिदियो है त्यही हो नि रमजा भनेको खाना त मिठो थियो नि है ओके गाइज ल हाम्रो प्लान नम्बर चेन्ज हामी चाहिँ अब पहिला सिलाइ फेरेर त्यसपछि चाहिँ हामी हेङगुक्सा टेम्पल जाने कुरा भइरहेछ दुई भाइको होइन किनभने हामी अहिले नजिकै छौँ अब यो हामी बुसानको हेउन्देर नजिकै छौँ अहिले चाहिँ हामी सिलाइ चाहिँ यतातिर छ होइन किनभने अहिले हामी नजिक आएको बेलामा नजिककोलाई चाहिँ घुमेर पहिला अनि अलिक टाढातिरको टेम्पलमा गयो भने त्यति बेला हामी आफ्नो डेस्टिनेसनमा जानलाई चाहिँ सहज होस् भनेर फेरि ब्याक टु ब्याक हामी यहाँ फर्किनु नपरोस् भनेर चाहिँ हामी नजिकै भएको कुरालाई पहिला चाहिँ मनोरञ्जनका रूपमा भ्रमण गरेर अनि त्यसपछि चाहिँ हामी ब्याक टु ब्याक फेरि नयाँ डेस्टिनेसनतिर जानेछौँ है त ओके कहाँ ल्यायो हो यो मान्छेले यार हेट तेरि यार कहाँ झार्छ यार यो मान्छेले मलाई त यार लेट्स सी हेरौँ अगाडि खुलेको होला सायद सिलाइफ है त यो अक्वेरियममा माछाहरू हेर्नलाई सट्टाभित्र जान्छौँ टिकट हेर्छौँ तिमी अगाडि हिँड ल सोध त ओके हामी टिकट चेक गर्छौँ अनि त्यसपछि हामी भित्र घुमेर फेरि तपाईँहरूलाई घुम्छौँ अगाडि हेर्न सक्नुहुन्छ है यसरी ए आने सुन्दा ए अनलाइन रहेछ टिकट आने छ हामीले चाहिँ टिकट अनलाइनबाट किनेको छैन त्यो फिजिकल रूपमा किन्नलाई चाहिँ पहिला टिकट किनेर अनि त्यसपछि हामी ब्याक टु ब्याक पनि हेर्न सक्छौँ 구멍이 얼마예요? 네. 구멍이 얼마예요? 2명이면은 14,000원이에요. 아쿠아리움. 예, 알겠습니다. 아쿠아리움 부의전하고 저희 안쪽에 소서티 여자로 있어. 있는데 같이 관람하시겠어요? 예. 안녕하세요. कहाँ जाने हामीले यो हेर्ने मात्रै त होला नि हेरी मात्रै 아니요, 아쿠아리움. 구경만 하겠습니다. 네. 구경만 네, 하겠습니다. 아쿠아리움은 이렇게 64,000원입니다. हामी चाहिँ भ्रमण मात्रै गर्नेछौँ
है यताउता यो तपाईँहरूले चाहिँ अब यस्तो यस्तो कुराहरू यो भित्रबाट 3D गेमहरूको लागि खेल्नलाई चाहिँ यो गर्नुपर्ने चाहिँ प्राइस पनि यति लाग्छ है त 혹시 차를 보셨어요? 진짜? 아니요. 없습니다. 영수증이 티켓이라서 바로 입장하시면 됩니다. 감사합니다. 네, 재밌게 보세요. ल हामी यताबाट अगाडि ल हामी चाहिँ भित्र जाँदैछौँ गाइस होइन टिकट हेरेर कता जानु यताबाट ल हामी चाहिँ भित्र प्रवेश गर्दैछौँ गाइस कस्तो हुन्छ है यता सिडी ब्लक रहेछ लिफ्ट सरेर सरर रमेश के छ त भित्र के हेर्छ आज ल गाइस सुरुमा इन्ट्री पोइन्ट है हामी हाम्रो भनेको यो भ्यू देखाउने हो नि त सुरुमा अहिले त ल हाम्रो पनि हेरिदिनु नि त है रमाइलो छ है गाइस रमाइलो छ यस हामी चाहिँ फाइनली प्रवेश गर्दैछौँ गार्ड हुनुहुँदैछ यहाँ प्रवेश भइसक्यो 안녕하세요 ए ल हामी चाहिँ प्रवेश गरिसकेका छौँ यहाँ सुरुमा हेर्न सक्छौँ माछाहरू होइन वाउ हामी रमाइलो भइरहेको छ हेर्नु सक्नुहुन्छ माछाहरू मिलिरहेको छ हामी घुमिरहेको छौँ लास्ट इन्कम हेरेको छ है भित्र हेऱ्यौँ भने पजाएर छ तर दामी हार्ड गरेको छ यिनीहरूले एकदमै राम्रो छ हेर्न सक्नुहुन्छ तपाईँले यो डिजाइन यो आर्ट यो कोरियन यो माछाहरू खेलिरहेको भ्यू हेर्नु त त्यो दामी छ ओके ल अब चाहिँ हामी 32,000 लगाइसकेर बिस्तारै बिस्तारै तपाईँहरूलाई मैले भिडियो पनि देखाइसकेको छु है अब हामी चाहिँ बिस्तारै बिस्तारै बाहिर निस्किन्छ होला नेक्स्ट डेस्टिनेसनको लागि पनि निस्किनु पर्ने छ होइन खासै धेरै लामो चाहिँ रहेनछ लगभग घुम्यो भने 15-20 मिनटमा लगभग सकाउँदो रहेछ हामीले चाहिँ घुमेर यताबाट सर घुमेर फाइनली हामी चाहिँ फाइनल गर्छौँ यो भिजिटको लागि चाहिँ यताबाट अगाडि गयो भने पानीहरू छ माछाहरू खेलिरहेको छ है यहाँ मजासँग आउँ ल एकचोटि आउनै पर्छ है बुसानको यो अक्वेरियममा कत्रो माछा छ यार यहाँ मुनि कत्रो माछाहरू छ हेर्नु त यहाँ सिसा छ सिसाबाट पनि हिँड्न सकिन्छ हामी चाहिँ अब अगाडि निस्किँदैछौँ निस्किने हो त सक्यो हो हाम्रो 32,000 सक्यो त ओके ल गाइस अब चाहिँ हामी इन्डिङ पोइन्टमा आइसक्यौँ अब चाहिँ हामी यहाँबाट सट्ट लाएर बाहिर निस्किँदैछौँ है ओ यहाँ मुनि त के छ ल गाइस हामीले त लगभग सक्यो नै भन्ने सोचिरहेको थियौँ लगभग यहाँ मुनि पनि रहेछ तिमीले हेरिसक्यो रमेश यहाँ आएर हेरिसक्यो अघि आएर छैन आएको यहाँ ए डेन्जर आउँछ धेरै रहेछ त यार 32,000 कहाँ त्यतिकै सकिन्छ यति छ
भित्र टन्नै रहेछ त घुम्नलाई त ओ माई गॉड वाउ गाइज हेर्नुहोस् न यो कोरियाको बुसानको सी लाइफ अक्वेरियमभित्रको दृश्य हो म यति बेला माछाहरूसँग रमाइरहेको छु र आफूलाई एकदमै मजाको एकदमै खुसी फिल पनि लागिरहेको छ जहाँ मैले माछालाई फिल गरिरहेको छु हातले छुन खोजिरहेको छु र उनलाई आफ्नो भावले बोलाइरहेको छु कि उनले पनि मेरो भाषालाई बुझेर मलाई प्रतिक्रिया देलान् जस्तो फिल मलाई लागिरहेको छ त्यस्तो फिल भइरहेको थियो मलाई ओके गाइस ल देख्न सक्छौँ हामीलाई अब हामी यो बुसानको सी लाइफमा घुमेर फर्किने क्रममा छौँ लगभग हामीले धेरै अवलोकन गरिसकेका छौँ र तपाईँहरूले धेरै भिडियो पनि हेरिसक्नु भएको छ र यसै गरी हामी चाहिँ अब ट्रिप गरेर बाहिरतिर जाँदैछौँ लास्ट दामी भयो आजको ट्रिप पनि रमाइलो रहेछ होइन यो बुसानको हेउन्डेको सी मुनि भएको सी लाइफ अक्वेरियममा माछाहरू हेर्दै अथवा माछा आएको दामी भयो इन्जोय भयो होइन अब चाहिँ हामी बाहिर फर्किन लागेको हो अब चाहिँ हामी नेक्स्ट डेस्टिनेसनको लागि जान्छौँ विशेष गरी तपाईँहरू यहाँ आउनुभयो भने सी लाइफ भन्ने बित्तिकै तपाईँहरूले बुझिहाल्नुभयो पनि होला कतिले होइन यो माछाहरू अनि यो माछामा पानीमा हुने जीव जन्तुहरू जति पनि छन् लगभग सबै रहेछ यहाँ चाहिँ विशेष गरी त्यही हेर्न पाउनुहुन्छ होइन दामी छ रमाइलो छ भित्र घुम्नु लगभग एक दिनभरि बसे पनि मस्त पुग्ने ठाउँ रहेछ होइन घुम्नलाई टिकटको कुरा गर्नुहुन्छ भने टिकटको कुरा चाहिँ लगभग एकजनाको 32,000 लाग्दो रहेछ टिकट अवलोकन गर्नलाई मात्रै अथवा तपाईँहरूले अब माइक्रोस्कोप हेर्ने हो त्यो डिजिटल आँखामा लगाएर हेर्ने के हुन्छ नि त्यो हेर्ने हो भने चाहिँ अलिकति फेरि प्लस पैसा लाग्दो रहेछ होइन त्यो हो अब चाहिँ हामी फर्किन्छौँ होला घरतिर जाने बेला पनि भयो घरतिर त नभनौँ हामी नेक्स्ट टाइमको लागि ओ यहाँ के छ ओ यहाँ भित्र पनि रहेछ टन्न हेर्नु त त्यस्तो रहेछ है वाउ दामी बनाएको छ यार मलाई चाहिँ दामी लाग्यो होइन तपाईँहरू पनि आउनु भएको छैन भने एकचोटि भिजिट गर्नु होला रमाइलो ठाउँ छ साथी चाहिँ कहाँ गयो भित्र नै हराइने चाहिँ यस्तो बनाएको छ दामी यो समुद्रको मुनि होइन कहाँबाट जाने निस्किदियो हामी यताबाट सिटीबाट जाउँ न हुन्छ यताबाट लगा बाई बाई सी लाइफमा हामीले यति नै भ्लग गऱ्यो होइन अब चाहिँ हामी टेम्पल घुम्न जाने प्लान छ बाहिर योङबुक्सा भन्ने टेम्पलमा चाहिँ जान्छौँ होला फेरि त्यसपछि हामी फेरि भेट्छौँ है त यहीँबाट आएको होइन नि होइन यहीँबाट आएको होइन नि हामी होइन ल निस्क्यौँ हो नि रमाइलो हो नि तर यहाँ त दिनभरि बसेर आउनुलाई पनि बाई बाई ओके गाइस ल फाइनली हामी चाहिँ योङबुक्सा टेम्पल जाने भनेको थियौँ अलिकति समयको बावजुद हामी अलिक त टाढा भए भएर त्यहाँ चाहिँ जान सकेनौँ सी लाइफको जे होस् हामी
सबै भ्रमणभित्र घुमेर रमाइलो दृश्यहरू पनि तपाईँहरूले हेरिसक्नुभयो होइन। रमाइलो छ। कसैजनालाई आउन मन लाग्यो भने ठ्याक्कै हेउन्देकै अगाडि एउटा गेट जस्तो बनेको छ, त्यहाँ गेटबाट तल छिर्न सकिन्छ। अहिलेको समयमा टिकट चाहिँ एकजनाको लगभग भित्र भ्रमण गर्नलाई मात्रै लगभग तपाईँको कति 32,000 जति लियो। एकजनाको टिकट ओन 32,000 ओन लियो। कोही आउनु मन छ भने आएर मजाले इन्जोय गर्नु होला। लगभग दिनभरि बसेर मजाले इन्जोय गर्न पनि सकिँदो रहेछ। रमाइलो ठाउँ रहेछ, पिसफुल रहेछ होइन। माछाहरू टक्कलाहरू सबै कुराहरू हेर्न पाइन्छ। त्यही हो, एकचोटिको सल्लाह यति नै भयो। फेरि हामी भेट्छौँ। अब फेरि पनि हामी नयाँ भिडियो बनाउँछौँ। त्यति बेला हामी सबैजना फेरि भेट्नेछौँ। भिडियो हेरिदिनु भयो सबैजनाले, खुसी लाग्यो। सबैले लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। र प्लस केही सुझावहरू छ भने पनि कमेन्टमा छोडिदिनु होला। म किनभने भर्खर गर्दैछु, गर्न लागेको त धेरै भयो, तर कन्टिन्यू गर्न नगरेको कारणले अझ सिक्दै पनि छु भनौँ न, सिक्दै गर्दै हो। त्यस्तो प्रोफेसनल नहोला, तर म प्रयास चाहिँ गरिरहेको छु हजुरहरूको लागि। म आफू घुम्ने र तपाईँहरूलाई पनि मेरो भिडियो मार्फत केही जानकारीहरू दिने र घुमाउने सोचका बावजुद म यो भ्लगिङ गरिरहेको छु। ल त्यही हो गाइज, अब चाहिँ रुम जानुपर्छ। साथी र म लगभग छुट्ने बेला पनि आउँदैछ। अब हामी यहाँ हेउन्देबाट ट्रेन चढेर आफ्नो कम्पनीतिर जान्छौँ र भोलि रेस्ट गरेर पर्सिबाट फेरि काम गर्नुपर्ने छ। त्यो हो, सबैजनाले छुट्टी राम्रोसँग मनाउनु भयो होला। आई होप सबैजनालाई फेरि अर्को भिडियोमा हामी भेट्नेछौँ भन्दै आजलाई बाई बाई। ल रमेश, साथ दियो, खुसी लाग्यो। फेरि भेट्नुपर्छ है त। ल